एक दिन घनघोर जङ्गलको बीचमा एउटा शक्तिशाली सिंह शान्तिपूर्वक सुतिरहेको थियो। उसको सुनौलो कञ्चनजुङ्घा घाममा चम्किरहेको थियो र उसको गहिरो सास टाढाको गर्जन जस्तै सुनिन्थ्यो। अचानक एउटा सानो मुसा दौडाउँदै त्यहाँ आइपुग्यो। नबुझिकन मुसा सिंहको खुट्टामाथि चढ्यो र उसको नाकसम्म पुग्यो। सिंह ठुलो गर्जन गर्दै बिउजियो र आफ्नो विशाल खुट्टाले मुसालाई थिच्यो। तिमीले मेरो निन्द्रा किन भङ्ग गर्यो? रिसाउँदै करायो, आफ्नो धारिला दाँत देखाउँदै। सानो मुसा डरले थरथर काम्न थाल्यो। कृपया महान सिंह, मलाई माफ गर्नुहोस्, ऊ भुनभुनायो। मैले तपाईँलाई उठाउने सोचेकै थिइनँ। यदि तपाईँले मलाई जान दिनुहुन्छ भने म कुनै दिन तपाईँलाई मद्दत गर्नेछु। सिंह ठुलो स्वरमा हाँस्यो। तिमी मलाई मद्दत गर्छौ? ऊ छक्क परेर भन्यो। तिमी त धेरै सानो छौ, मेरो कुनै काम लाग्दैन। तर उदार महसुस गर्दै सिंहले आफ्नो खुट्टा उठायो र मुसालाई जान दियो। केही दिन बिते र सिंहले जङ्गलमा आफ्नो राज चलाइरह्यो। तर एक दिन ऊ जङ्गलभित्र हिँड्दा अचानक शिकारीको पासोमा फस्यो। बाक्लो जालले उसलाई चारैतिरबाट बेरेको थियो र जति गर्जे वा सङ्घर्ष गरे पनि ऊ छुट्न सकेन। सिंहको व्याकुल गर्जन सुनेर सानो मुसा दौडदै आयो। उसले सिंहलाई जालमा परेको देख्यो र छिट्टै भन्यो, चिन्ता नगर्नु मेरो साथी, म तपाईँलाई मद्दत गर्छु। सानो मुसाले आफ्नो तेज दाँतले मोटा डोरीहरू काट्न थाल्यो। बिस्तारै बिस्तारै उसले जाल चपाइरह्यो। अन्ततः जाल चुडियो। सिंह स्वतन्त्र भयो। शक्तिशाली सिंहले सानो मुसातिर कृतज्ञतापूर्वक हेर्यो। धन्यवाद मेरो सानो साथी, उसले माया गर्दै भन्यो। मैले सोचेको थिएँ कि तिमी धेरै सानो छौ, तर आज तिमीले मेरो ज्यान बचायो। मुसा मुस्कुरायो। सानो जीवले पनि महान कार्य गर्न सक्छ, उसले उत्तर दियो। त्यस दिनदेखि सिंह र मुसा गहिरो मित्र बने। यसले प्रमाणित गर्यो कि दयालुता र मित्रताको कुनै नाप तौल हुँदैन। हस्त, धन्यवाद।